हेलो नमस्ते साथीहरू, हजुरहरूलाई फेरि पनि स्वागत गर्दछु मेरो च्यानल नेताको गार्डनमा। हजुरहरू समक्ष आज पनि बिल्कुलै नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्दछ स्किप नगरिकन अन्त्यसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। आज म चाहिँ हजुरहरूलाई मलाई गिफ्ट आएका केही प्लान्टहरू देखाउन गइरहेको छु। हजुरहरूलाई यी प्लान्टहरू कस्तो लाग्छ कमेन्ट गर्नु होला। सर्वप्रथम त मैले फर्स्टचोटि यति महँगा र यति राम्रा प्लान्टहरू गिफ्टमा पाएकोमा म एकदमै खुसी छु। र गिफ्टमा मलाई यति धेरै माया गरेर यति धेरै प्लान्ट दिनुभएकोमा दिदी हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यी प्लान्टहरूलाई मैले प्लान्ट गर्नको लागि गार्डन सोइल 40%, 20% स्यान्ड र किचन कम्पोस्ट गरेर यसलाई मैले मिक्स गरेर अलरेडी राखेको थिएँ। त्यसमा मैले अलिकति कोकोपिट र अलिकति बेसार पनि प्रयोग गरेको छु। यी सबै प्लान्टहरूलाई मैले मसँग भएका साना ठुला पटहरूमा सिफ्ट गरिसकेको छु वा रोपिसकेको छु। यसलाई रोपेर 2-3 दिनको लागि सेमी सेडेड एरियामा राख्ने छु र केही दिन पछाडि म यसलाई मर्निङ सनलाइटमा निकाल्ने छु। यी प्लान्टहरूको अपडेट म हजुरहरूलाई पछिल्लो भिडियोहरूमा दिँदै जानेछु भन्दै हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्दछ, भिडियो राम्रो लागेमा लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला। र मेरो च्यानलमा न्यू हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै मेरो च्यानलबाट म हजुरहरू समक्ष बिदा लिन चाहन्छु। ओके, नेक्स्ट भिडियोमा भेट गरौँला। प्लान्ट बचाउँ, पर्यावरणलाई जोगाउँ भन्ने नाराका साथ बिदा लिन चाहन्छु। मेरो भिडियोलाई हेरिदिएर सपोर्ट गरिदिनुहुने सम्पूर्णमा धन्यवादका साथ बिदा हुन चाहे। ओके, बाई, टेक केयर, ह्याप्पी गार्डनिङ।